गाइज नमस्ते, इट्स मी आरती राणा मगर। र आज चाहिँ म यसै घर बस्दा बस्दा झ्याउ लाएर चाहिँ पहिला चाहिँ एक्लै जान्छु भनेर भनेको थिएँ। अनि पछि चाहिँ मम्मीहरू पनि जाने कुरा गर्नुभयो। आज चाहिँ घर बस्दा बस्दा झ्याउ लाएर अनि मम्मीलाई भनेको नारायणतिर जाऊँ न, मेरो नि काम छ भनेर भनेको मम्मीहरूलाई, मम्मी दिदीहरूलाई। अनि हेरौँ अब घरसम्म जान्छु उता मम्मी भएको घरसम्म। अनि त्यसपछि चाहिँ मम्मी जानुभयो भने जानुभयो, जानु भएन भने चाहिँ मेरो भाइ, म, बहिनी, दिदी जानु लागेको छ। सो त्यही हो, बाई। फेरि भेट। मेरो दिदी चाहिँ मलाई लिन आइसक्नु भयो। म चप्पल चाहिँ के लाउने हो थाहा छैन, यही लगाउँछु, नर्मल भाइरल चप्पल। ढोका लाउँछु, चाबी चाहिँ लगाउँदिनँ। यस्तै छ मेरो ऱ्यान्डम भिडियो। यो चाहिँ हाल्छु कि हाल्छु चाहिँ मलाई थाहा छैन। ढोका लगाउँछु, चाबी चाहिँ लगाउँदिनँ, भरे आउनु परिहाल्छु घर। के गरेको? कोसँग बोल्छस्? कालीसँग? बाबा ए बाबाले त भात खाइसक्नुभयो साथी। दिदी चाहिँ मलाई लिन आइसकेको छ। त्यही हो, अरू नयाँ केही पनि छैन। रविन हाई भन्दै आज म भिडियो बनाउँदैछु। घरै गएर भेटौँला गाइज। बाटोमा आउँदा आउँदा यहाँ ओपनिङमा बोलाउनु भएको थियो, त्यही भएर हामी ओपनिङमा नि पसेर आइसक्यौँ। यहाँ चाहिँ हामी ओपनिङमा नि आएको थियौँ, मिचो बोलाउन आउनु भएको थियो। अनि ओपनिङमा हामीले चाहिँ के भनेको पाएनौँ। रविनाले चाहिँ आइसक्रिम खाने भनेको थियो, पाएन। अनि त्यही भएर एक कुइन्टल काँटा किन्यौँ। छिटो खा, छिटो खा। यहाँ चाहिँ म छु, यहाँ चाहिँ भाइहरू यिनी चाहिँ दुईवटा भाइहरू। यतिको चाहिँ दुनियाँ खाएर हिँड्नु पर्ने हुन्छ है साथीहरू। मलाई चाहिँ मिठो लाग्दैन, त्यही पनि यसको लागि म हिँड्दैछु। यो भ्लग दिदीले स्टार्ट गरेको थियो, म कम्प्लिट गरेँ भन्न चाहिँ कति खाली। हेर्न सक्नुहुन्छ आजको वेदर चाहिँ अलिक चिसो चिसो छ। अब यहाँ मौसम हुनु लागेको छ नारायणीमा। आज हामी छठ पूजाको दिन आएको छौँ सबैजना। यार भ्लग बनाएको अरे, भ्लगर आइडिया एउटाको हाइज्याक गर्ने एउटाले आज त लाग्छ के। नारायणीको हेर्न सक्नुहुन्छ चलपल। उसको च्यानल हो, तर मै बोलेर हुन्छ यसको च्यानलमा चाहिँ। एउटा भिडियो त छ, एउटा भिडियो छ साथीहरू, उता देखा न, देखाइसक्यो। यहाँ हामी एउटा कामको लागि आएको थियौँ। त्यो काम चाहिँ यहाँको एउटा भिखारीको छोरी, एउटा भिखारी बस्नु भएको। गाइस 5 रुपियाँ
गाइज आज हामी नारायणतिर आएको किन भन्दा आज छठ पूजा हो त्यसैले अनि नखिच्ने हामी राम्रै छैन भाइ के गर्नु गाह्रो छ ए बिहे भइसक्यो भाइ छोरी छ बुढा नि पाल्यो भाइ गाइस एउटा भाइले सिपी हानिरहेको थियो सिपी हानिरहेको थियो सिपी होइन बिट्टी हानिरहेको थियो बिट्टी मिन्स पक्चर्दै सिपी मिन्स चलपल गाइस ल ठिक छ अनि यो खेल्ने रे डक किन नि मिल्दैन नानी समात्न सक्दैन नि त ए नदेऊ न खेलाम अरू के छ मेरो बेबी खेल्ने त्यो हात्ती खेल्यो नि नानी होइन के मतलब हामी नानी हात्ती अरे सुन्दा घुमाउनु है हाय बेबी हाय छोरी बाय बिस्तारै बिस्तारै भोग लाग्यो मलाई त हाई गरिदेऊ यता गर न हाई गर भनेको हा गर सबलाई तर्साइदेऊ मामा आऊ भन मामा दिव्या मिस हुनु भएको छ नभए हामी सबै सिब्लिङ्सहरू सबै साथमा छौँ दिव्या मिस तिमी सधैँ यस्तै हुन्छौ हामी 4 जना छौँ 5 जना तर जे भयो नि दिव्या मिस कम हुन्छ जहिले किनभने उसको काम हुन्छ हामी म जस्तो फाल्तु हामी जस्तो फाल्तु हुन्न दिव्या मिस एकचोटि छ नि एकचोटिको नारायणतिरमा तेरो भेनारोमा आएर फोटो खिचेर पनि कति राम्रो निकालिदिन्छु दिदी खेल्नु नि खेल्नु भने हेरेको त थाहा मैले 3जना पहिला चाहिँ 1जना भने पछि त हामीले आज भ्लग बनाउँछौँ भनेर भनेको थियो कि तर बिचमा के भयो खायो घुम्यो यसो गर्दा बिर्सेछ सुरु गरेर अगाडिको हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच